डेभिड अनलाइन टिभी हो यो डेभिड अनलाइन टिभीले कहाँ के हुँदैछ सबै रेकर्ड गर्छ यो रत्नपाक होइन रत्नपाक आयो रत्नपाक त्रिचन्द्र कलेज बिजी छैन त्यति आज यातायात पनि धेरै बन्द छ सुनसान छ यहाँ पुरै चेकिङ भइरहेछ यहाँबाट यता छिर्नु दिइरहेछ उता जान दिएको छैन ल यहाँ हामी ठ्याक्कै रत्नपाक आयौँ है हजुर यहाँबाट उता छिर्नु दिएको रहेछ यो निश्चित क्षेत्र उता भद्रकाली सिंहदरबार चाहिँ पुरै छेकेको रहेछ यता हो यहाँ सुन्दरामा पनि पुरै जाम छ डेभिड अनलाइन टिभी है डेभिड अनलाइन टिभी हेर्नुहोस् है यता पारि यहाँ अहिले कति बज्यो 11 बजे होइन 12 बजेदेखि स्टार्ट होइन 12 बजेबाट स्टार्ट कताबाट जाने पुरै बन्द छ है धरारा छिर्नु भनेको धरारा छिर्नै दिएन है छिर्न मिलेन है यो पानी पोखरी है यो डेभिड अनलाइन टिभीबाट चाहिँ प्रत्यक्ष रूपमा यो भिडियो देखाइरहेको छु अहिले हामी ठ्याक्कै जमलतिर आइपुग्यौँ अब हामीलाई चाहिँ जानुपर्ने ठ्याक्कै सीतापाइला तर सीतापाइला जानुलाई चाहिँ धेरै घुम्नुपर्ने भयो मिलेन नत्र भने हामी सिधै हामी टेकुबाट चाहिँ सीतापाइला जाने भनेको थियो पुरै बन्द छ ल यो हामी चाहिँ अब ठ्याक्कै जमलबाट माथि यो दरबार लाइनतिर आउँदैछ विशाल बजारतिर जाँदैछौँ होइन यो चाहिँ अब विशाल बजार यताभित्र हो हामी अब विशाल बजारबाट चाहिँ ठ्याक्कै कता जान्छौँ ठ्याक्कै हामी यता वीरपिरेश्वरबाट जाउँ भनेको पुरै जाम छ पुरै गाडी जाम छ छिर्नु मिलेन जानु दिएन गाह्रो छ होइन सर तपाईँलाई कस्तो लाग्छ यो बन्दहरू चाहिँ यता नाटकै जस्तो लाग्छ मलाई नाटक लाग्छ तपाईँलाई यो बन्द चाहिँ हुनु पर्थ्यो कि नहुनु पर्थ्यो बेकारमा राम्रो त छैन है यो त गरिब दुःखी जनताहरूलाई चाहिँ दुःख भयो नि त होइन मात्र धेरै गाह्रो छ हामी यता ठ्याक्कै विशाल बजारतिर पस्छौँ अब हामी विशाल बजारबाट चाहिँ सट्टै भित्रको बाटो जान्छौँ यो हाम्रो विशाल बजार हो यो विशाल बजार हजुर हजुर यो चाहिँ हामी विशाल बजारबाट चाहिँ छिर्दै जान्छौँ हामी गाह्रो छ हामी सीतापाइला जानुपर्ने तर हामीलाई चाहिँ फनफनी घुमाइदियो राष्ट्र सेवाहरूले धेरै गाह्रो छ यो विशाल बजारमा नि धेरै गाह्रो छ बाटो साँघुरो छ ठाउँ हो ओके धेरै धन्यवाद डेभिड अनलाइन टिभीबाट जति पनि हेर्नुहुने दर्शक फ्रेन्डहरू तपाईँहरूलाई धेरै धन्यवाद यो भिडियोलाई हेरेर सेयर सब्सक्राइब कमेन्ट है गर्नु होला आज कति गते पर्यो हजुर आज 15 गते 15 गते चैत पर्यो है हजुर चैत 15 गते पनि यहाँ पुरै जाम छ यार यो पुरै राजावादी र गणतन्त्र विरोधको विषयमा चाहिँ तपाईँलाई राजा ल्याउनु मन लाग्छ कि गणतन्त्र नै ठिक लाग्छ गणतन्त्रै ठिक छ है अनि किन राजा ल्याऊ देश बचाऊ भन्छन् त बुझ्नै सक्नु भएन है तपाईँलाई चाहिँ राजा मन पर्दैन गणतन्त्रै मनपर्छ है घर चाहिँ कहाँ पऱ्यो तपाईँ हजुरको हुम्ला वा ल धन्यवाद धेरै धन्यवाद हामी यो विशाल बजारतिर आइपुग्यौँ अब हामी यहाँबाट चाहिँ सीतापालातिर जानेछौँ